हेलो गाइज वेलकम टु माई भ्लग। यो भ्लग चाहिँ दिदी आउँदाको हो। दिदी चाहिँ 7 बजे आउनु भएको थियो सिन्कोपेबाट, बट मैले चाहिँ टाइम रङ एज्युम गरिरहेको थिएँ, सो म चाहिँ लेट भएको थिएँ दिदीलाई भेट्न। अनि टोकियो स्टेसन यति कम्प्लिकेटेड छ नि, त्यहाँ टाइममै पुग्यो भने पनि हराइन्छ होइन, म हराएको थिएँ। त्यसपछि हामी सिधै आयौँ मेरो ठाउँमा अनि हामी स्टारबक्स गएको थियौँ। हामीले तातो कफी खायौँ, त्यसपछि हटडग अनि यो मिठोवाला केक यति मिठो थियो नि, सबै खाँदाखेरि त फुल भइसकेको थियौँ, तर एकदमै मिठो थियो। वी रियली इन्जोयड द टाइम। त्यसपछि हामी घर आयौँ, रेस्ट गऱ्यौँ एन्ड वी आर प्लानिङ टु सरप्राइज आवर सिस्टर। एन्ड हामी दिदीकोमा छिट्टै पुग्थ्यौँ होला, बट मैले चाहिँ रङ ट्रेनमा चढाएँ। दिदीहरूलाई एड्रेस थाहा थिएन, म चाहिँ गइराख्ने थिएँ, तर पनि केही छैन। वी एबल टु सरप्राइज हर एन्ड इट वाज रियली इमोसनल। त्यसपछि हामी खाना खाएर त्यो दिनलाई आराम दियौँ। भोलिपल्ट हामी दिदीको साथी भेट्न जाने प्लान थियो, सो त्यही अनुसार नै घरबाट छिटै निस्केको। अनि इकेबुकुरोमा चाहिँ सपिङ गर्ने कुरा भएको थियो कि, तर हामी रङ एक्जिटबाट निस्केको हुनुपर्छ सायद। केही पनि भेटेनौँ के त्यहाँ सपिङ गर्न लायकको ठाउँहरू, थाहा छैन किन, सायद रङ एक्जिटबाटै निस्केको हुनुपर्छ। अनि हामी चाहिँ हाम्रो डेस्टिनेसनमा गयौँ। अनि त्यहाँको भ्यूहरू पनि कस्तो राम्रो थियो, अनि उहाँहरू पनि कति क्युट हुनुहुन्थ्यो के। घर फर्किँदा दिदीले मिठो लट्टे बनाएर राख्नु भएको थियो, हामी सबै मिलेर खायौँ, असाध्यै मिठो थियो। अनि हामीले मोची पनि खायौँ। जापानमा न्यु इयरमा चाहिँ मोची खाने चलन रहेछ, मलाई थाहा थिएन। अनि हामी छिटो छिटो गरेर सुत्यौँ, किन भन्दाखेरि भोलिपल्ट हामी दिदीलाई एयरपोर्ट छोड्न जाने प्लान थियो। दिदीलाई एयरपोर्टमा छोडेर हामी चाहिँ गयौँ शिबुया जाने भनेर हेरेर एयरपोर्टबाट त निस्केको, तर रङ ट्रेन चढेछौँ के। अनि हामीले यति रङ ट्रेनहरू चढ्यौँ नि, छिटै पुग्नुपर्ने मान्छेहरू शिबुया स्टेसन जाँदाखेरि 11 बजिसकेको थियो। अनि हामी स्टेसनबाट निस्केर सिधै गयौँ हाचीको स्ट्याचु भएको ठाउँमा। त्यहाँ पनि लाइन यति लामो थियो, हामीले चाहिँ अगाडिबाट नखिचेर साइडबाट फोटोज भिडियोजहरू लियौँ। त्यसपछि त्यहाँको भ्यूहरू इन्जोय गऱ्यौँ। हजुरहरू सबैलाई थाहा होला हाचीको स्टोरी होइन। हाचीको चाहिँ एउटा लोयल डग जो आफ्नो अनर मरिसकेपछि पनि स्टेसनमा सधैँ कुरिरहेको हुन्छ, अनि कुरेर त्यहाँ कुर्दा कुर्दा नै उसको मृत्यु हुन्छ। उसैको सम्झनामा उसैको मेमोरियलमा बनाएको हो हाचीको स्ट्याचु। त्यसैको नजिकै छ यो जेब्रा क्रसिङ, द फेमस जेब्रा क्रसिङ अफ शिबुया। यहाँ चाहिँ विश्वको सबैभन्दा धेरै मान्छेले जेब्रा क्रस गर्ने ठाउँ। अनि हामीले टन्नै फोटोज भिडियोजहरू खिचिसकेपछि चाहिँ त्यहाँ बसेर हेरेको थियौँ। अनि मान्छेहरूसँग यति क्रिएटिभ आइडिया हुन्छ होइन। त्यो जेब्रा क्रसिङको टाइममा मान्छेहरूले यति फनी भिडियोज फोटोजहरू क्लिक गरेको थिए, एकदमै रमाइलो के। मैले चाहिँ असाध्यै रमाइलो माने, दिदी पनि एकदम खुसी भइराख्नु भएको थियो। हामीले टन्नै फोटोज भिडियोज खिच्यौँ। हाम्रो सपिङ गर्ने प्लानिङ थियो, बट न्यु इयरको डे भएर हुनुपर्छ सायद, सबै बन्द भइसकेको के। अनि हामी त्यहाँबाट घर फर्कियौँ। घर फर्किएपछि चाहिँ हाम्रो सर्टेन कुराहरू थियो गर्नुपर्ने, त्यो भइसक्दा चाहिँ सडन प्लान बन्यो टोकियो स्काई टावर घुम्न जाने। सो यहाँबाट हामी छिटै निस्के पनि जाँदा जाँदा ढिलो भइसकेछ। हामी वहाँ पुग्दाखेरि सबै अलमोस्ट बन्द भइसकेको थियो। भ्यू इन्जोय गऱ्यौँ अनि त्यसपछि टन्नै फोटोज भिडियोजहरू क्लिक गऱ्यौँ। तर अहिले मैले भिडियो बनाउँदा धेरै चाहिँ मिसिङ रहेछ, सायद हामी कसको मोबाइलमा छ। टोकियोको चाहिँ भ्युजहरू हेर्नको लागि हो भने चाहिँ रातिमा निस्किनु राम्रो हुन्छ कि, किनकि लाइटिङहरूले यति राम्रो देखाएको हुन्छ नि। हामी त्यहाँको ब्युटी देखेर नै मेस्मराइज भएको थियौँ कि। पहिला हामी सर्लक्क घुम्यौँ, जति पनि घुम्न मिल्ने ठाउँ थियो, इभन कि टिकट काउन्टर बन्द भइसकेको थियो, अलमोस्ट सबै कुराहरू बन्द थियो होइन। तर यस्तो राम्रो देखिरहेको थियो नि, यो टोकियो टावरको टपमा चाहिँ ह्याप्पी न्यु इयर लेखेको थियो के। अनि मान्छेहरू अझै हुनुहुन्थ्यो फोटोज भिडियोजहरू खिच्न आउनेहरू। हामीले पनि टन्नै फोटोज भिडियोजहरू क्लिक गऱ्यौँ। फर्किँदा चाहिँ हाम्रो मिडनाइट भइसकेको थियो। हामी घर गयौँ, खाना खायौँ अनि चाहिँ रेस्ट गऱ्यौँ। भोलिपल्ट हामी लेट नै उठेको थियौँ, 2-3 दिन भयो थियो राम्रोसँग नसुतेको, सायद त्यही भएर हुनुपर्छ। अनि
खाना बनाएको त बिहानको हो तर खाँदाखेरि चाहिँ खाजा खाने टाइम भइसकेको थियो हाम्रो अनि मेरो काम थियो मन नलगाई गएँ किन भन्दाखेरि हामी आज छुट्टिनु पर्ने थियो अनि मलाई छुट्टिनु चाहिँ मन पर्दैन आई डोन्ट लाइक गुड बाइज बिकज यु आर विथ हर few seconds ago and you have to separate from her and you are all alone again and you have to say goodbye and I was not there to see her off. Anyway, I miss you, Sissy. It was really amazing time together and that's all. It is the end of our video. Thank you for watching. Have a good day. Bye bye.